काठमाडौँ ठमेलको एक कल सेन्टरबाट अर्थोपार्जनको सङ्घर्ष। त्यही ठमेलमा उनी पहिले कल सेन्टर कर्मचारी, पछि क्लबका डीजे र अन्ततः डीजे सुदन गुरुङ नाम काठमाडौँको केन्द्र ठमेलमा लोकप्रिय बन्दै गयो र त्यही लोकप्रियताले सन् 2012 मा खोलेको ओएमजी क्लब उनको आर्थिक र राजनीतिक सामाजिक उडानको प्रारम्भ बिन्दु बन्यो। यहाँ उनले पैसा मात्र कमाएनन्, पहिचानसँगै एउटा बलिउड नेटवर्क बनाए। राजनीतिज्ञ, उद्योगी, व्यवसायी, उच्च पदस्थ कर्मचारी र काठमाडौँका कुलीन घरानासम्म उनको सम्पर्क, सम्बन्ध र पहुँच विस्तार भयो। यही नेटवर्क मार्फत काठमाडौँ महानगरका मेयर बालेन शाहसँग उनको सम्बन्ध गहिरियो। यहीबाट सुदन गुरुङ सामान्य युवकबाट शक्तिको घेराभित्र प्रवेश गर्यो। यही चरणबाट कतिपय आलोचकहरू उनलाई विदेशी एजेन्टसँग जोडेर प्रश्न उठाउँछन्, तर यो आरोप अहिलेसम्म प्रमाणविहीन छ। तर प्रश्न भने बाँकी नै छ। ठमेलको क्लब संस्कृतिबाट सडक आन्दोलन र सत्ता परिवर्तनसम्म सुदन गुरुङ कसरी पुगे? यो नेटवर्कको वास्तविक शक्ति के हो र के उनी नेपालको राजनीतिमा स्थायी खेलाडी बन्ने दिशामा छन् कि यो एक केवल क्षणिक उदय मात्र हो?